किलोमिटरमा पुगिन्छ है। यस नेपालमा चाहिँ बाटो बनाउने प्रगति चाहिँ राम्रै हुँदैछ। माया नै माया छ तिम्रो गाउँमा। Now we are waiting for breakfast. Now maybe it will take half an hour. आइसी भाडा पनि मोल्नुपर्छ क्या। हेलो नमस्ते, म चाहिँ धीरज तामाङ। अब हामी चाहिँ आज चाहिँ वाटरफल इको रिसोर्ट भन्ने ठाउँमा चाहिँ आज नाइट क्याम्पिङ जाँदैछौँ। साथीहरू पुग्दै थियो, भर्खरै आउनुभयो। यो मेरो साथीहरू। We are on the way. अब अहिले चाहिँ हामी चाहिँ हाल चाहिँ केआइसी पुलमा छौँ। अब बिस्तारै हामी उता गएपछि तपाईँलाई भिडियो पनि देखाउनेछौँ। धन्यवाद। अहिले चाहिँ यो लामोचरबाट हामी चाहिँ यता माथिल्लो द्वीपतिर जाँदैछौँ। आना हुँदा त हामी हेऱ्यो बाटो दौडिँदै आउँथ्यौँ पहिला सानोमा फेरि राइडर चाहिँ मै हो होइन। क्यामराम्यान चाहिँ मैले एउटा भाइलाई राखेको छु। त्यो भाइको भन्यो भने फेरि भाइरल हुन्छ। यो बाटो चाहिँ राम्रो छ। भिजी खोला जानुको लागि राम्रो पर्छ होइन। यो बाटो चाहिँ युज गर्नु हालसालै हामी चाहिँ अहिले चाहिँ लामोचर आइपुगेको छौँ। ठुलो पोखरी शिवरात्रिको बेला चाहिँ ठुलो मेला लाग्छ कि यहाँ त्यसरी हुन्छ। अनि राम्रो नेपालमा चाहिँ बाटो बनाउने प्रगति चाहिँ राम्रै हुँदैछ। अब तर अहिले पहिला काठमाडौँ एकदम फोहोर भनिन्थ्यो, अहिले चाहिँ पोखरा चाहिँ एकदमै दूषित भइरहेछ। अब प्रगति पनि हुन त राम्रै गरिरहेछ, चाँडै भइरहेछ एकदमै। सरकारले त गरेको होइन हो कि होइन थाहा होइन। अब त्यो बाटोहरू चाहिँ बन्दैछ। यो चाहिँ अब भुर्जुङ खोला जाने बाटो। अब यताबाट गाउँ भने जान मिल्छ। पैमलाङ गाउँ अनि घले खड्का अनि अरू गाउँहरू के भन्ने गाउँ छ, खासै याद चाहिँ भएन मलाई। अब यो बाटो त बनाउनु त बनायो होइन। अब यति बाटो छोडेको होला नि यहाँको यति बाटो नि किन बनाउनु सक्छ? यति बाटो त बनाउनै हुँदैन। मान्छेलाई सुविधा दिनुपर्छ नि। नेपालको मान्छेहरू सबै यो धुलो मैलाले रोग लाएर मर्छ के हो। सरकारलाई चेतावनी हो। अहिले चाहिँ एकछिन विश्राम गरेको। यहाँ हाम्रो बस्ने ठाउँ पनि छ। यो पारीको चाहिँ बोरुङ गाउँ हो के अरे। नाम चाहिँ बिर्सेँ मैले, के हो भने यो नै वडा नम्बर कति पर्छ ठाउँ चाहिँ कति छ भन्दाखेरि लामोचर 7 किलोमिटर। भुर्जुङ खोला चाहिँ हामी चाहिँ अब 3 किलोमिटरमा पुगिन्छ है। यसो साथीहरूलाई पनि देखाइदिनु यहाँ। म यो हो भन्न ज्याक्स। हामी चाहिँ यो अब दोस्रो तेस्रोचोटि हाम्रो धीरज तामाङको ससुरालतिर। सिआइडी जान्न र ढुङ्गा धुलो देखाएको। गाउँ जानु भन्नुभएको छ तपाईँ? जाने हो यहाँ साथीहरू हुन्छ। यहाँ माथि जानु लाग्छ। पर्दैन, त्यहीँ बस्ने हो क्या। छैन 7 जना 8 जना 9 जना जति छ। फोन गर्छु बरु। कुखुरा चाहिन्छ नि कुखुरा।
हो बाजेको छैन छैन अहिले सिकिएकै त्यो छैन सक्यो म त होइन भोलि म फोन गर्छु तपाईँलाई हेलो साथीहरू पनि आएर यहीँ भएको छ कि कस्तो कुरा हो खायो भने म फोन गर्छु तपाईँलाई है ससुरालीको कोसेली 4 नम्बर ओए छिपडे ओए 4 दम भयो हुन्छ के अझै हालौँ यत्रो छ कि नै न त अझै छ क्या भन्दा 2 जम्बो ज्याकीलाई 1 जम्बो रोसन माया नै माया छ तिम्रो गाउँमा तिम्रो कान्छीसँग माया लाउन अहिले चाहिँ हामी चाहिँ भुटुङ खोला कटिसक्यो अब यताबाट चाहिँ गण्डकी रेलबाट जान्छ हामी चाहिँ सिधै पुलबाट माथि पुस्दै पहिला पुरानो मान्छे माथि वाटर पार्क इको भिलेज अहिले चाहिँ हामी चाहिँ वाटरफल इको भिलेजमा आइसकेका छौँ अब बिस्तारै माथितिर प्रस्थान गर्दैछौँ भोक पनि लागेको छ अब खाजा यसो खानु पऱ्यो अब यहाँ मेरो साथीलाई चाहिँ बिचरा आज एकदमै झ्याउ गएर हिजो बेलुकादेखि केही पनि नखाएको रे भात नै नखाएको रे यहाँ आउने भनेर त्यो भएर अब त्यसले कति खान्छ हेरौँ है त त्यो मैले भन्नु पर्दैन होला त्यसको नाम फेरि कति खान्छ भनेर जाने भएछ अब धेरै नतर्पाउ यसो माथि पनि भ्यू त मायासुले मेरो फोनसम्म नउठाउने मायासुले होइन त्यस्तो भयो मिल्दैन मायासुले फोनसम्म नउठाउने मेरो मायासुले यस्तो यार गाई भुलिदिनु ल गाइज ल चेस काली भाइ चेस भन न ल चेस है ल चेस मिलाएर ल्याएको यो यस्तै हो अब आज ताप्दैछ हामी चाहिँ होइन अब हामी अब आज थोरै भयो त्यही पनि ठिकै छ रमाइलो गर्ने हो बस्ने हो रमाइलो भइरहेछ रमाइलो भइरहेछ अब हाम्रो एकछिनमा लाइभ प्रस्तुति हुँदैछ हामीसँग फेरि हाम्रो भाइ केटी छँदैछ गयो तिमी टाढा वेलकम टु धीरज ब्लग्स यसरी राखेर ततार खानु पर्छ स्टिलले बोल्नु
रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा अब हामी चाहिँ यसो बार्बिक्यू गर्दैछौँ होइन अब हामी थोरै छौँ होइन त्यो भएर यतिले त पुग्न त पुग्छ होला यसलाई चाहिँ पुग्दैन होला धेरै छौँ थोरैले पुऱ्याउनु पुग्छ भनेर भन्दा ओ धुवाले गर्दा म कालो हुने भयो क्या म जुनी हेर भएको सँगै सम्हालिदिनु जुनीभरिलाई हो उताको गीतमा यतापट्टि डान्सरहरू हातै दिनु कालो हात मारौ मेन आर्टिस्टहरू के भयो दाइ धुवाले हानेको धेरै धुवाले हान्यो धुवाले हान्यो चाहिँ एउटा आँखामा ध्यान एउटा आध्यान फेरि रमेश प्रसाईको जस्तो एउटा बन्द गरिदियो होइन धुवाले हानेको साह्रै होइन रमेश प्रसाई बोलेर नानी गीत लगाइदिनु पऱ्यो ल अब चाहिँ हाम्रो नेक्स्ट सङ हुँदैछ होइन यो चाहिँ यसमा चाहिँ मेरो दोस्तले खत्रै नाच्छ नि मलाई Yes, come on, yes! Yes, yes, yes! Cut! Wow! ल हामी चाहिँ यसो डिनर गर्दैछौँ है अझ चाहिँ अब पोर्कसँग खाँदैछु अब कोही चिकन कोही फिस खाँदैछ होइन फिस नआउँदोस् धन्यवाद फिस नआउँदोस् फेरि पेटमा हेर गुलु 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 गरेर फिस देख्ने पोर्क आइसक्यो ल आजलाई चाहिँ अब रमाइलो नि गरियो होइन अब टाइम पनि भयो सुत्न जानको लागि अब हामी चाहिँ सुत्न जाँदैछु अब फेरि भोलि भेटौँला हस् त गुड नाइट चुन्नु बाई बाई हेलो गुड मर्निङ एभ्रिवान चाहिँ हामी चाहिँ यसो टेन्टमा सुत्दैछौँ अब बिहान बिहान यसो हल्का बुद्धिस्टको छोरा भएपछि अब यसो हल्का बिहान भजनहरू सुनिदिएको अब उठ्न त हगिन उठेको म तर कति बज्यो 7-8 बज्ला रहेछ अब हिजो लेट नाइट पनि अब मजाले बसियो अब बिस्तारै अहिले हामी खाजा खाएको भिडियोहरू नि हाल्नेछौँ धन्यवाद यो चाहिँ टेन्ट चाहिँ राम्रो रहेछ मजाको रहेछ कि टेन्ट सुत्ने ठाउँ पनि मजाको रहेछ यसो भ्यू नै हेरौँ न त है बिहान बिहान यो वनै वनको बिचमा जस फ्रेस हावा पोखरा भन्दा चाहिँ धेरै धेरै दूषित चाहिँ छैन पोखरा दूषित छ एकदम अब नि यस्तो ब्रेकफास्ट पछि यहाँ पुरै हेभी ब्रेकफास्ट हानिदिएको यहाँ निन्द्रा लाउनु लाग्छ लाग्यो थाकेको अवस्था के भएको अवस्था खाजा थाकेको त्यो फेरि खाना कोही खानु ल यही हो के अरे वाटरफलको भिलेज होइन अब हिजो राति हामी यहीँ बसेको के अरे अब आज चाहिँ अब हामी लाग्दैछौँ घरतर्फ अब चिल्ड्रेन्स सियु ए हामी त अब भोजनको लागि लन्चको लागि हामी जाँदैछौँ के अरे ब्रेकफास्ट पनि अब हेभी त हेभी खाइयो तर पनि अब फेरि पेट पूजा त गर्नै पर्यो
त्यही भएर अब हामी चाहिँ भाषामा चाहिँ हाम्रै मेरै नजिकको भुटुङ खोला आफ्नै अर्ग्यानिक माल खान जाँदैछौँ। टिल देन सी यू, बाई बाई। यो चाहिँ उसको भिला त्यसो भाइ मलाई नि एउटा फोटो हान्नु नि। लाले भाइ ल हामी चाहिँ यहाँ यसो खोज्नु लागेको। पेले दादाको ससुरालीमा मिठो भोजन। यहाँ त्यो हटिदिनु भने त अबि ज्याकीले हजायो के भनेको तपाईँ त काम के भन्दैछ त हेर्नु नालेले बस्यो भन्छ त्यसको पुरै ह्याङ होइन। आजको मेन स्पोन्सर देखाइदिनु, मुख्य प्रायोजक। यस बसाइ चाहिँ राम्रै भयो होइन, अब रमाइलो नै भयो। जस थ्याङ्क यू वाटरफल इको भिलेज। चोर चोर चल्लाएको ससुरालीमा मिठो भोजन। पैसा लाले अलिकति खायो भने न मन भयो। मासु हालिदिनु म यहाँ मासु हालिदिनु त भयो। खाएपछि भाडा पनि मोल्नुपर्छ क्या। ज्याकी उता लैजाऊ त अनि म साबुन छ साबुन दिएन मैले हो त दुःख। ल अब खाना नि खायो के अरे, अब बिस्तारै पहाडतिर लाग्नु पर्ला। अब यसले 5 ताल जति खायो होला पार्दै। Jackie is also he already had he had his dinner. We already had sorry guys. It's already organic. यदि तपाईँहरूलाई मेरो भिडियो मन पऱ्यो भने चाहिँ कि भन्थे लाइक एन्ड सब्सक्राइब। च्यानलको नाम भन्न थाहै छैन यसलाई। धीरज तामाङ पेले भनेर छ है च्यानल नाम। सब्सक्राइब गर्ने भनेर भन्दै यसो लेडिजहरूलाई Thank you for watching. Like and subscribe. This is Dhiraj Tamang YouTube page, and we have as well our brother Susan and Kesari. What's that? के त्यो भन्नै जानेन क्या। नासुस ब्लग। Already we enjoy yesterday night and today as well morning. Bye bye. Have fun guys. Happy New Year coming. Thank you for watching.